12 बज्दैछ भर्खरै तर यस्तो अँध्यारो भइरहेछ नि लाग्दैछ कि बेलुकाको 6-7 बजे पसलमा बत्ती गएर कस्तो अँध्यारो भइरहेछ ल। हेलो गाइज वेलकम टु माई च्यानल। अनि आज चाहिँ के भयो भने होइन म बिहान ठ्याक्क उठेँ अनि उठेर यसो बाहिर झ्यालबाट हेरेँ अँध्यारो थियो अनि फेरि सुत्ने कोसिस गर्दै थिएँ 10-15 मिनट कि कति मिनट पर्खेर म यसो घडी हेर्छु त 8:30 भइरहेको रहेछ क्या। अनि हतार खानासाना खाएर अनि रेडी भयो काममा जानको लागि र अहिले चाहिँ 9 बजेर 4 मिनट गइसक्यो र अनि बाहिर हेर्न सक्नुहुन्छ क्या दामी मौसम भइरहेछ पानी परेर कस्तो दामी भइरहेछ। अनि आज राति अर्को कुरा के भइदियो भने होइन 1 बजी हो कि 1:30 बजी हो ड्राङ्ग गरेर हुन्छ ग्राङ्ग गरेर चटक हाने कि म मस्त सपना देखिरहेको थिएँ तर्सेर बिउजे क्या कस्तो। अनि म मात्र बिउजे होला भनेर ढुवा खोलेर बाहिर गएको मम्मी भाइ बहिनी मतलब घरमा जो हुनुहुन्छ सबैजना तर्सेर बिउजिनु भएको रहेछ। तपाईँहरू पनि बिउजिनु भएको भएन आज राति तल कमेन्ट गरिदिनु होला। म चाहिँ ढिलो भइसक्यो काममा जान्छु। म चाहिँ पसल आइसकेँ अब यसो पुसपास गर्छु धेरै दिन भएको छ यताउति नपुसेको। पसल आएर पुसपास गर्नुदेखि लिएर जति पनि काम हुन्छ बिहानको त सबै सकिसक्यो। अब कस्टमर आएर सामान बेच्ने मात्र काम छ। पानी परिरहेको छ खासै कस्टमर आउनुहुन्छ जस्तो त लाग्दैन तर हेरौँ के हुन्छ आज दिनभरि म पसलमा एक्लै हुन्छु अल्छी पनि लाग्छ। अनि म चाहिँ दिनभरि के गर्दै बस्छु भने मोबाइल चलाउँदै बस्छु अनि कहिलेकाहीँ यसो मन लागेको बेला यहाँ मोबाइलमा बिट बजाउँछु अनि यहाँनिर कपी छ डट पेन छ यहाँ गीत लेख्दै बस्छु। अनि हाम्रो पसलमा चाहिँ के पाइन्छ भन्नु नि होइन यहाँनिर छ फोनहरू इन्फिनिक्सको फोनहरू छ रियलमीको फोन छ भिभो छ नोकियाको एचएमडी छ हुनरको सेटहरू छ आइफोन छ अनि यहाँनिर स्यामसङको सेटहरू छ रेडमीको पनि छ ओप्पोको छ। पावर ब्याङ्क चाहियो भने यहाँ पावर ब्याङ्कहरू छ घडीहरू छ आइफोनको सबै मोडलको कभरहरू छ। यहाँ सानो किप्याड फोनहरू छ एयरफोनहरू पनि छ एकदम राम्रो। अनि यहाँनिर एयरबड्सहरू छ यहाँनिर चार्जरहरू छ आइफोनको एन्ड्रोइडको। र यदि हजुरहरूलाई पनि मध्ये कुनै सामान चाहिएको छ भने हाम्रो पसल चाहिँ इटरीको गोर्खा गल्लीमा रहेको छ। यहाँ आएर सामान लिएर जान सक्नुहुन्छ हजुरहरूले पनि। अहिले 12 बजिरहेछ दिउँसोको तर यस्तो अँध्यारो भइरहेछ बाहिर पानी परेर अनि यता पछाडि त्यस्तो अँध्यारो रातिको 6-7 बजे जस्तो भइरहेछ क्या यस्तो छ बाहिर मौसम। पसलमा बत्ती गएर कस्तो अँध्यारो भइरहेछ ल। मेरो खाजा चाहिँ आइसक्यो होइन 2 प्लेट मोमो एक्लैले खानको लागि म आएको किनकि धेरै दिन भयो थियो मोमो नखाएको। अनि म यहाँ फिल्म हेर्दै मोमो खान आँटेको खाजा खाइसकेँ। अनि अर्को कुरा के हो भने रात पनि परिसक्यो घर जाने बेला भयो। अनि आजको पेपर चाहिँ कस्तो हो भने एउटा आइफोन 11 बेचेँ मैले त्यही हो। अब 7 बज्न आँट्यो सटर बन्द गरेर घर जान आँटेको म चाहिँ अब म चाहिँ घर आइसकेँ होइन। अनि मेरो हरेक दिन यसरी नै बित्छ। आजको भ्लगमा यति नै थियो फेरि अर्को भ्लगमा छिट्टै नै भेट हुन्छ त्यतिन्जेलको लागि बाई गाइज सी यु इन नेक्स्ट भ्लग।